भरिको त्यो खटेको कस्तो भइरहेछ आज चाहिँ? त्यो राम्रो भइरहेछ, राम्रो लागिरहेछ। बजायो काम गर्नु भाइ। दुःख त केही भएन नि हैन? दुःख त त्यस्तो भएन। अहिले चाहिँ यस्तो छ हैन, सब साइडबाट देखाइदिन्छु। अनि यहाँ चाहिँ छ ग्राफिक्स। अब चाहिँ ग्राफिक्सको काम हुन्छ अब चाहिँ। अनि चाहिँ भएको छ टायर 124। अनि अब चाहिँ बाइकको ग्राफिक्सको काम हुन्छ अब चाहिँ। अब कति टाइम लाग्छ हेरौँ। अहिले चाहिँ 124 भएको छ। अब यता अब दुईजना मिलेर अब एकछिनमा चाहिँ म टाइम ल्याप्स पनि गरिदिन्छु। त्यहाँ टाइम ल्याप्स गर्छु भनेको त्यहाँ ट्राइपोडै लिएर गएको थिएन। अनि त्यही भएर चाहिँ फेरि म घर आएर ट्राइपोड लिगिसकेँ। पछाडि छ यो बाइक चाहिँ होइन, खतरा लाग्यो यार। यस्तो होइन, इलेक्ट्रा हो, बुलेट इलेक्ट्रा, रोयल इनफिल्डको इलेक्ट्रा हो। यस्तो स्मुथ छ यार, खतरा लाग्यो बाइक यार, कस्तो स्मुथ के। अनि ह्यान्डल पनि यस्तो छ। अब चाहिँ म सिधै उता त्यहाँ ग्राफिक्स हान्ने ठाउँमा जान्छु अनि त्यही कन्टिन्यू गर्छु यता सिधै। गाइस अहिले चाहिँ मेरो बाइकको ग्राफिक्स अब हुँदैछ। अनि यहाँ चाहिँ यसो भाइले के गर्दै हो भाइ? पानी सुकाउँदै हो। यहाँ पानी सुकाउँदैछन् हाम्रो भाइले चाहिँ। अनि यस्तो छ है मेरो बाइक। अनि हाम्रो यहाँ साउजी हुनुहुन्छ। के छ ब्रदर? खतरा मन पर्यो। ठिकै छ। अब हामी ग्राफिक्स हान्न जाँदैछौँ होइन। वान पिस ग्राफिक्स इन बुटोलै भनौँ। ल ठिक छ। अब कति 2 हप्ता भइसक्यो बनाएर राखेको त धेरै समय भयो। अब आज बल्ल हान्ने मौका पायौँ हामीले, धेरै खुसी लाग्यो। ल ग्राफिक्स चाहिँ यस्तो छ है। ल यस्तो छ ग्राफिक्स। म चाहिँ यो भिडियो बोल्दै गराउँदैन, म चाहिँ टाइम ल्याप्स गरिदिन्छु। भिडियो चाहिँ टाइम ल्याप्स हुन्छ। यहाँ चाहिँ यस्तो भइरहेछ। ल त्यही हो। अब चाहिँ एकछिनमा म टाइम ल्याप्स गर्छु। ल भाइले चाहिँ पछाडिको काम भइसकेछ। अनि यहाँ चाहिँ टाइम ल्याप्स हुँदैछ। ल अगाडिको काम हुँदैछ। यहाँ चाहिँ पछाडिको चाहिँ यस्तो छ होइन। अब मस्त सब हानेपछि चाहिँ अब कस्तो देख्छ होइन, काम भइरहेछ। सो अब चाहिँ टाइम ल्याप्स आउँछ होइन। अब म फोनबाट गर्दैन सब। अब भिडियो चाहिँ टाइम ल्याप्सबाट गर्छु, टाइम ल्याप्सबाट। सो इन्जोय द टाइम ल्याप्स गाइस।
अहिले चाहिँ यसो ब्रेक लिन आएको अहिले चाहिँ लाइक 7:28 भएको छ अनि म चाहिँ अघिदेखि त्यो ग्राफिकको कामहरू टाइम ल्याप्स गर्दै थिएँ अनि त्यो एकछिन टाइम ल्याप्सलाई रोकिदिएँ मैले एकछिन होइन त्यहाँ बन्दैछ यसो रोकेर अब चाहिँ यहाँ साथीहरूसँग ट्याक्क खाजा खाँदै अहिले चाहिँ हामीले वेजेस भन्ने होइन चौथो हो यो के भन्छ यसलाई वेजेस भन्छ यसलाई होइन तर यो चाहिँ आलु नै हो अनि अहिले चाहिँ हामी द्वारिका दाईको द भन्ने रेस्टुरेन्टमा छौँ अनि हाम्रो साथी यहाँ उमङ उसले चाहिँ लिन आएको थियो मलाई अनि अब चाहिँ फेरि एकछिनमा जानुपर्छ त्यता अनि हाम्रो साथी यहाँ छ आकाश बाइकमा हिँड्दै बिगारे के हिँड्दै के भएन के र हालिदिन्छ अब चाहिँ अब यसो खाजा खाएर होइन अब हामी चाहिँ सिधै होराइजन चोक त्यही ग्राफिक्सको वर्कसपमा जान्छौँ हामी आकाशमा म चाहिँ जान्छौँ उमङ चाहिँ घर जान्छ अब उमङले छोडिदियो भने ठिकै छ नत्र अब हिँड्दै जानुपर्छ त्यहाँसम्म ठिक भयो अनि हाम्रो द्वारिका दाईको रेस्टुरेन्ट चाहिँ यस्तो छ होइन प्लिज भ्युवर्सहरू जसले हेर्नुपर्छ डु चेक इट आउट प्लिज प्लेस होइन एकदमै राम्रो छ होइन उमङको जलाइन देखियो कि हाम्रो साथी अल द वे फ्रम मिलन चोक अब हामी नास्ता सास्ता खाएर त्यसपछि अब एकछिनमा निस्किन्छौँ लगभग अब चाहिँ 10-15 मिनट बस्छौँ अनि चाहिँ देवसिन्त चोक के ल देवसिन्त चोक होइन त्यही हो अब चाहिँ ल अब सिधै यहाँदेखि निस्किने बेला चाहिँ कन्टिन्यू गर्छु के बारेमा कन्टिन्यू गर्छु भने चाहिँ उमङले छोड्यो भने कन्टिन्यू गर्दैन बाइकमा अब हिँड्दै जान पर्यो भने चाहिँ बाटोमा यतिकै बोल्दै बोल्दै जानुपर्छ आएकोसम्म होइन ठिक छ नि त्यही हो ल अब गाइस हामीलाई चाहिँ उमङले छोडिदिइसक्यो हामीलाई होइन लोकेसनमा हाम्रो साथी उमङले छोडिदियो मैले उमङलाई लिएर आएँ ए मैले चाहिँ उमङलाई लिएर आएको तिर्पल आएको यो बाइकमा होइन यो बाइक चाहिँ फुल इलिगल छ ह्यान्डलहरू साइलेन्सरहरू होइन सब इलिगल छ ल दोस्त राम्रो छ सब इलिगल छ होइन हामी चाहिँ फाइनल्ली आइसक्यो ग्राफिक्स ह्यान्ड ठाउँमा अनि यहाँ छ ग्राफिक्स ह्यान्ड ठाउँ होइन भगर आइसक्नु भएको छ उहाँले पनि गर्नुहुन्छ बाइकहरू यस्तो भइसकेको छ ल के छ र मलाई ल है हाम्रो जेम्स साईको भ्लगमा स्वागत छ गाइस अब चाहिँ फाइनली अहिले चाहिँ 10:47 भएको छ टाइम होइन 2 बजे आएको दिउँसोको काम फाइनली सकिसकेछ अब आधी कामहरू चाहिँ अब सन्डे हुन्छ होइन दुईटा बाइकमा गर्ने मेहनत एउटै बाइकमा गरिसकेको छौँ आज दिनभरि लाग्यो अनि आधी कामहरू पनि छ अब सन्डे हुन्छ त्यो कामहरू अनि अहिले चाहिँ यस्तो लुक देखिरहेको छ बाइकको फाइनल लुक पनि अझै छ होइन ह्यान्डगार्डहरू हालेको छैन ह्यान्डगार्डको अब उसले चाहिँ अझै काम गरिदिएको छैन ह्यान्डगार्डको अनि हेलमेटको पनि काम छ ल के छ ब्रदर आम्बो ह्यान्डसम के छ ब्रदर हाम्रो चाहिँ मेहनत गरेको आज दिउँसभरि यो भाइ हो होइन हेलो गरिदेऊ न भाइ के हेरिरहेको यार भाइको त टिकटक हेर्ने ठाउँ पनि खतरा रहेछ ल अब यही हो होइन यहाँदेखि चाहिँ भिडियो भइरहेछ अनि त्यही हो अब चाहिँ सिधै अब फाइनल लुक चाहिँ अब सन्डे हुन्छ कम्प्लिट ए होइन नदेखाम यहाँ चाहिँ यस्तो डट बाइकहरू पनि राखेको रहेछ होइन त्यही हो यो ठाउँको नाम चाहिँ भैरव हो एकदमै राम्रो सर्भिस पाइरहेको छु मैले टिलिक्क टल्किँदैछ बाइक अब सन्डे अब फुल कम्प्लिट हुन्छ त्यति बेला फेरि म कन्टिन्यू गर्छु त्यही हो 10:48 भइसक्यो अब चाहिँ घर जानुपर्छ ढिलो भयो ए हाम्रो ब्रदर पनि अझै पनि कम्प्लिट भएछ नि यो त 80% कम्प्लिट भयो बल्ल भाइले चाहिँ यो है भाइले चाहिँ यो गरेको है यो सब स्पक फिनिसिङ सब भाइले हो होइन अनि आज चाहिँ एकदमै मेहनत गरेको भाइ छ ऊ हो यता हेर न भाइ
त्यही हो ल अब चाहिँ हल्का टल्किँदैछ आजको काम चाहिँ हाम्रो सकिसक्यो अब चाहिँ डाइरेक्ट अब सन्डे भोलि चाहिँ अब स्याटरडे बन्द हुन्छ अब त्यही भएर चाहिँ अब सिधै हामी अब आधी काम चाहिँ अब सन्डे गर्छौँ अनि त्यही अब चाहिँ हामी घर फर्किनुपर्छ अनि यसो भाइहरूसँग होइन कोही यसो गफ गरौँ होइन भाइ अहिले चाहिँ बाइक कस्तो देखिरहेछ यसो भनिदियो त ठिकठाक अझै फिनिस भएको छैन ठिकठाक राम्रो देखिरहेछ हजुर ठिक छ ल हाम्रो यहाँ साउलाई कस्तो भयो त आजको ग्राफिक हान्ने कार्यक्रम राम्रो लाग्यो खुसी लाग्यो अब के भन्नु एकदमै मन पर्यो अब वान पिस यतिको कन्डिसनमा बाइक हुनु भनेको धेरै राम्रो हो होइन किन भन्दा नि बढी खर्च भयो जस्तो लाग्छ मलाई हो पनि हरन पनि बच्छ कि बाइकको अहिलेसम्म अरू कसै बाइकको बच्दैन यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो वेल मेन्टेनेन्स छ बाइक अब हाम्रो चाहिँ होइन आजको एकदमै मिहिनेत गरेको भाइसँग जाँदैछु म होइन एकदमै मिहिनेत गरेको भाइ आज ल माइक छोप भाइ ल आजको दिनभरिको त्यो खटेको कस्तो भइरहेछ आज चाहिँ राम्रो भइरहेछ राम्रो लागिरहेछ बजायो काम गर्नु भाइ दुःख त केही भएन नि होइन त त्यस्तो भएन हल्का दुःख भयो यो दाइले लास्ट चाट दिइरहेछ भयो त्यही हो त गाइज होइन म चाहिँ अब के भन्छु भने चाहिँ सबैलाई होइन अब मेरो जेन्युन होइन रिभ्यू चाहिँ होइन यो भैरव मलाई धेरै ठाउँमा आयो अफर यता जा भनेर अब भन्ने मान्छेले भनेको टन्नेले यता जा उता जा तर पहिले पनि यहाँ भैरवमा हानेको थिएँ अनि त्योभन्दा अगाडि पनि भैरवले नै गराएको रहेछ मेरो ग्राफिक त्यो चाहिँ मलाई थाहा थिएन बल्ल थाहा भयो भन्नुपर्दाखेरि त्यो ग्राफिक चाहिँ यही बनेको रहेछ होइन त्यही पनि त्यो पछि थाहा भयो केही भएन त्यो ग्राफिक्स पनि एकदमै राम्रो थियो र अहिले पनि यस्तो छ एकदमै राम्रो छ त्यही अब चाहिँ फाइनल लुक कम्प्लिट भएपछि चाहिँ म मजाको रिभ्यू बसेर एकदमै मजाले होइन कुरा गर्नुपर्छ ग्राफिकको बारेमा यो चाहिँ एकदमै कति 2 हप्ता 3 हप्ता भयो होला है बनेको यो ग्राफिक त्यही हो अब चाहिँ अब फाइनल लुक चाहिँ अझै हुन छ अब 60-70% चाहिँ कम्प्लिट भयो 80% नै कम्प्लिट भइसक्यो बाइकको अब चाहिँ सब कम्प्लिट भएपछि चाहिँ अब कन्टिन्यू गर्नुपर्छ अहिलेलाई चाहिँ बाई बाई ल सबैलाई बाई भन्छ ल आजलाई बाई बाई फेरि भेटौँ ल बाई 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 नमस्कार भन नमस्कार म भाग्य नि पानी ल बाई बाई टेक केयर राइट सेफ ल यता बाई बाई ल भाइ त काम छ यार ल बाई बाई राम्रोसित जानु यता क्यामेरा हेर न ल सी यु ल गाइस बाई बाई फोटोसुट भइरहेछ हाम्रो भैरव स्टिकरको ओनरले फोटोसुट हानिरहेछ उसले चाहिँ विष्णुले अन्त यो फुल लुक चाहिँ यस्तो छ होइन कम्प्लिट भइसक्यो सबै कामहरू बाइकको यो बाइकको लुक चाहिँ म सब साइडबाट देखाइदिन्छु बाइकको लुक्स यही हो चाहिँ फाइनल लुक चाहिँ यही हो यस्तो छ फाइनल लुक्स त्यही गाइस अब यही हो कम्प्लिट भयो 1.5 विक चाहिँ लाग्यो यो कम्प्लिट हुन यो बाइक सब फुल कम्प्लिट हुन यता साइडको चाहिँ ग्राफिक जस्तो छ फोटोसुट भइरहेछ यो भिडियो सुट भइरहेछ यहाँ यस्तो डेडिकेट भइरहेछ सो गाइस मैले तिमीहरूलाई एफएमएफको एक्जस्टको आवाज सुनाएको थिएन मैले एफएमएफको के अरे एक्जस्ट छ होइन म तिमीहरूलाई यसको आवाज पनि सुनाइदिन्छु अहिले चाहिँ टिभी किलर हालेको छ त्यस्तो लाउड आउँदैन क्यामेराम्यान अलि त्यो नगर ल यहाँ चाहिँ होइन अब जस्तो छ मन त अहिले आवाज यही हो साउन्ड चाहिँ यही हो अनि टिभी किलर राखेछ नि त त्यही भएर साउन्ड चाहिँ अलि लाउड छैन के छ विष्णु मजा आयो
ल यही छ अब लुक चाहिँ यही हो कतै देख्यो भने चाहिँ यस्तो तल हेर्नु अनि च्यानल चाहिँ सब्स्क्राइब गर्नु